श्रीमन्नारायण शङ्ख कसरी राख्ने म आज हजुरहरूलाई शङ्ख राख्न सिकाउँदैछु। शङ्खलाई कहिल्यै पनि जमिनमा भुइँमा राख्नु हुँदैन, एउटा पात्रमा केही न केही चिजमा राख्नु पर्दछ। अब म हजुरहरूलाई देखाउँदैछु। यो शङ्ख राख्ने यस्तो स्ट्यान्ड हुन्छ। यिनी थरी थरीका अरू पनि डिजाइनमा आउँछन्। एकदम राम्रो डिजाइनमा छ यो शङ्ख राख्ने स्ट्यान्ड। अब यो कसरी राख्ने त भन्दा म हजुरहरूलाई दाहिने शङ्ख राख्ने तरिका सिकाउँछु। दाहिने शङ्ख राख्दा यसरी राख्ने, जो कि पानी राख्दाखेरि यो पानी यहाँ अडिरहोस्। यसरी जस्तो छ यस्तै किसिमले यसरी राख्ने अनि यहाँ पानी भरेर राख्ने। यो दाहिने शङ्खमा राख्दा यसरी राख्नु पर्दछ। अब फुक्ने शङ्ख, यो पाया शङ्ख भनिन्छ यसलाई, फुक्ने शङ्ख हो। यो फुक्ने शङ्ख कसरी राख्ने त घरमा पूजा गर्दा भन्दाखेरि यो यसरी राख्ने, यो स्ट्यान्डमा यसरी राख्ने। एउटा यसरी राख्ने, एउटा चाहिँ योलाई तल पारेर राख्ने, यसरी राख्ने। अनि यहाँ टिको लगाएर पूजा गर्ने। योलाई पूजा गर्दा यहाँ टिको लगाएर पूजा गर्ने। अब हजुरको घरमा यो स्ट्यान्ड छैन, कसै घरमा, सबै घरमा यो होला भन्नु छैन, नभई केमा राख्ने त? अब हजुरहरूलाई विकल्पको रूपमा हजुरहरूको घरमा यस्तो स्ट्यान्ड छैन भने हजुरहरूले यस्ता पित्तलका, यस्ता साना साना तामाका पित्तलका यस्ता प्लेटहरूमा यसरी राख्ने। देब्रे शङ्ख यसरी राख्नु, दाहिने शङ्ख यसरी राख्ने अनि यहाँ जल भरेर राख्नु पर्दछ। जय श्रीमन्नारायण।